यावत् संजायते किंचित् सत्वं स्थावरजङ्गमं क्षेत्र संयोगात् तद्विद्धि भरतर्षभ। भगवान श्री कृष्ण अर्जुनलाई भन्दै हुनुहुन्छ, हे अर्जुन, जुनसुकै वस्तु यो संसारमा जन्मिन्छ त्यो चाहे चल होस् या अचल, त्यो क्षेत्र र क्षेत्रज्ञको संयोगबाट उत्पन्न हुन्छ। क्षेत्र अर्थात् शरीर वा प्रकृति र क्षेत्रज्ञ अर्थात् आत्मा, यी दुईको संयोगबाट नै कुनै पनि वस्तुको उत्पन्न हुन्छ। यो श्लोकले संसारमा जन्मने सबै वस्तुहरू द्वैतात्मक भएको देखाउँछ। एउटा अचेतन तत्व प्रकृति र अर्को चेतन तत्व आत्मा मिलेर बनेको देखाउँछ। श्री भाष्यकारले यसलाई विशिष्टाद्वैत दर्शन अनुसार आश्रित र आश्रय सम्बन्ध मान्नुहुन्छ, जहाँ आत्मा र प्रकृति दुवै भगवानको अधीनमा हुन्छन्। संसारको सबै सृष्टि क्षेत्र र क्षेत्रज्ञको संयोगबाट भए पनि भगवान स्वयं यी तत्त्वहरूलाई नियन्त्रण गर्ने परमार्थ सत्ता हुनुहुन्छ।